मेरो यार झन्डै मोबाइल हराएर यार रिपब्लिक पुग्यो अघि यार तनाव भने कहाँ हरायो म चाहिँ कहाँ हरिन्छ रे के भयो गरेको फोन एउटै गरिदिएर यार रणमतीहरूले के गरिदियो के भएर त रणमती छ अघि भेटेको थिएन तिमीले मैले ठ्याक्कै मासु पसलमा म रोकेको थिएँ नि घर आउँदै थिएँ मुजी घरमा आउँदा त फोनै छैन कहाँ खस्छ त्यहाँ त्यो अनि अनि फोन हानेको काट्दै गर्छ हो माथि मुझे लुगु लाकुरीतिर पुगेछ नि फोन लास्टमा अब त्यो दिदीले चाहिँ उसको भाइलाई दियो होला फोन अनि त्यो भाइले चाहिँ थाहा पाएर अनि त्यो दिदीलाई चाहिँ मैले अब के भनेको काट्न आउनेले उठाउन चाहिँ कसरी उठाउन आएन भन्छ फोन उठाउन नआउने हुन्छ र भनेको काट्न आउनेलाई त्यस्तो त मुझे नेपालमै मान्छे छैन र मुझे लाटाले पनि चिक्ने आँखै नदेख्नेले पनि मुझे उठाउँछ हो चिक्ने आँखा चिक्नेर फोन त्यही त भनेको पक्रेर मुझे झ्याम हान्नु पर्ने हुन्थ्यो लामो भोलि मान्छे छ नि त हो कसरी छुटेको छ यार धेरै भयो यार गेम नखेलेको यार के लु पुऱ्याएको थियो फोन हो उसलाई म लुबु गरेर लिएर आएको लुबु माथि त्यो लाकुरी जाने बाटोतिर माथि पहाडतिर पहाड होइन नजिक हो लगभग 3-4 किलोमिटर भनौँ न होइन साथी किन जानुभयो कि के भयो लिएर गएर लिएर आएँ तर मुझे कमसेकम मुझे फोन हान्ने बित्तिकै उठाएको भने यहीँ थियो नि त फोन त मैले त 1 मिनटमै थाहा पाएको थिएँ नि त फोन हराएको त अहिले उसको भनाइअनुसार चाहिँ मैले फोन झार्दाखेरि उसले भाइ पर्खिनु भनि अरे झरेको देखेँ के रे के भन्यो रे फोन झरो भाइ पर्खिनु भनेको छ अरे उसले नठाउनु भन्यो रे ठ्याक्क तैँले कहाँ झारी छेस भन्दा तपाईँ कहिले कहाँ ठाउँतिर झारी चला होइन त्यो हम छैन हम ठुलो जान त तपाईँले केमा धार्नु भएको मेन हाइवेमा होइन क्या दादा यो घर अगाडिको रोड क्या यो दोकानतिर क्या हो नि भाइ अनि कसले उठायो उठाउन चाहिँ त्यही लड्कीले उठाएछ किन अब भेटेको उठाए नि भन्ने कुरा ए बाटोमा भेटेको फोन चाहिँ मुनि भुइँमै झरेको अनि उठाएर त्यत्रो 3-4 किलोमिटर टाढा चाहिँ किन लगेको रे फोन त्यही त भनेको त गाई भान्नलाई